आदरणीय सम्पूर्णमा ख्रिस्टीय अभिवादन मसी सलोम विश्वासको बलियो घरको दैनिक वेदीमा स्वागत जनाउँछु। आज पनि हामी भजन 139 कै 15 पदबाट म चर्चा गर्दैछु। यहाँ यसरी लेखिएको छ, जब अदृश्यमा म बनिँदै थिएँ, मेरो रचना तपाईबाट लुकिएको थिएन, अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिएँ। हामीले हिजो चर्चा गर्दैथ्यौँ यही अध्यायबाट परमेश्वरको स्वभावको बारेमा। उहाँसँग हामी लुक्न सक्दैनौँ, किनभने उहाँ चाहिँ सर्वव्यापी हुनुहुन्छ। उहाँले हाम्रो सबै कुरा जान्नुहुन्छ, किनभने उहाँ सर्वज्ञानी हुनुहुन्छ। यहाँसम्म यो लेखकले के भन्छ भने, म चाहिँ अदृश्यमा बनिँदै गर्दाखेरि पनि म आमाको गर्भमा आउनुभन्दा अगाडि नै भन्छ, जब अदृश्यमा म बनिँदै थिएँ, नदेख्ने मेरो रचना तपाईबाट लुकेको थिएन, अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिएँ। मान्छेको जन्म परमेश्वरको हातमा छ, अनि परमेश्वरले नै एउटा मान्छे चाहिँ उहाँले नै रच्नु भएको हुन्छ, अनि एउटा मान्छेको परिकल्पना र योजना चाहिँ उत्पत्तिभन्दा अघि उहाँसँग छ। यसकारण मान्छे चाहिँ संसारमा सबैभन्दा युनिक एउटा हुन्छ, जसले गर्दाखेरि मान्छेको उस्तै देखिए पनि एउटै कहिले पनि हुन सक्दैन। उस्तै देखिन सक्छ, तर एउटै हुँदैन। मान्छेको आँखाको जुन चाहिँ रेटिना छ, मान्छेको जुन चाहिँ हातको चक्रहरू चाहिँ कहिले कुनै पनि मान्छेसँग संसारमा यो अरबौं मानिसहरूसँग यो मेल खाँदैन। परमेश्वरले छुट्टै प्रकारले परमेश्वरले आफ्नो योजनामा मान्छेलाई सृष्टि गर्नुभएको छ, अनि परमेश्वरले तपाईँ र म चाहिँ अदृश्यमा बनिँदै गर्दाखेरि नै हामी उहाँको सामनेबाट लुकिएका थिएनौँ। तपाईँका 16 पदले भन्छ, तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देखे, मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो। त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। अनि यसले के स्पष्ट गर्छ भने, मान्छे चाहिँ रचिँदै गर्दा बनिँदै गर्दा नै आयु पनि सँगै तोकिएको छ, त्यो तोकिएर आएको छ, अनि त्यो कुरा उसले कहिले पनि नाग्नु सक्दैन। अनि हामीले याद गर्नुपर्ने कुरा चाहिँ के हो भने, परमेश्वरको विचार चाहिँ हामी प्रति चाहिँ अति नै बहुमूल्य हुन्छ। किनभने 17 पदले भन्छ, हे परमेश्वर, मेरो निम्ति तपाईँका विचारहरू कति बहुमूल्य छन्, तिनको संख्या कति महान छ। अनि परमेश्वरले हामीलाई जुन प्रकारले रच्नु भयो, अनि हामी अदृश्यमा बनिँदै गर्दा उहाँले हामीलाई चिन्नुभयो, सँगसँगै हाम्रो आयु उहाँको पुस्तकमा लेखिसकेको पनि छ। तर एउटा हरेक मान्छेको लागि यो आयु पनि लेखिँदै गर्दाखेरि परमेश्वरको विचार चाहिँ त्यो मान्छेमाथि बहुमूल्य नै हुन्छ। त्यसले गर्दाखेरि परमेश्वर कति महान हुनुहुन्छ। प्रभुलाई हामी धन्यवाद जनाउँदछौँ। जीवित परमेश्वर, तपाईँलाई धन्यवाद तपाईँको जीवित वचनको लागि। अनि परमेश्वर, साँच्चै नै तपाईँ मलाई आमाको गर्भमा आउनुभन्दा अगाडि नै तपाईँले चिन्नुहुन्थ्यो, जान्नुहुन्थ्यो, अनि तपाईँले मेरो सबै कुरा तोक्नु भएको छ। तपाईँलाई धन्यवाद, यीशु प्रभुको नाममा, आमेन।